गुरुकुल नेपालको नयाँ भिडियोमा सबैजनालाई स्वागत छ। आजको यस भिडियोमा हामी क्लास 10 को एसई को चाहिँ नेपाली विषयको मोडल क्वेसन सोल्युसन गर्न गइरहेका छौँ। योभन्दा अगाडि चाहिँ हामीले नेपाली विषयको अरू प्रदेशहरूको पनि क्वेसनहरू सोल्युसन गरेर अपलोड गरिसकेका छौँ र अरू सब्जेक्टहरूको पनि मोडल क्वेसनहरू सोल्युसन गरेर अपलोड गरेका छौँ। तिमीहरूले हेरेको छैनौ भने त्यो चाहिँ हाम्रो च्यानलमा रहेको छ र हाम्रो प्लेलिस्टमा पनि रहेको छ, त्यहाँ गएर चेकआउट गर्न सक्छौ। अब आज चाहिँ हामी कर्णाली प्रदेशको क्वेसन पेपरहरू सोल्युसन गर्न गइरहेका छौँ। एक नम्बरमा चाहिँ हामीलाई के भनेको छ भने समूह कमा दिएको शब्दको अर्थ समूह खबाट पहिचान गरी जोडा मिलाउनुहोस् भनेको छ। यसमा हाम्रो दसी भनेको चाहिँ हाम्रो के हुन्छ, प्रमाण हुन्छ। सङ्कल्प भनेको हाम्रो दृढ निश्चय हुन्छ भने निष्ठा भनेको हाम्रो के हुन्छ, यसको सही एन्सर भनेको हाम्रो आस्था हुन्छ र कर्जा भनेको चाहिँ हाम्रो ऋण हुन्छ। यसरी हामीले एक नम्बरको चाहिँ जोडा मिलाइसकेका छौँ। यदि हामीले मिलायौँ भनेदेखि हामीले 2 नम्बर पाउँछौँ है। 2 नम्बरमा चाहिँ दिएको अनुच्छेदबाट उपयुक्त शब्द पहिचान गरी खाली ठाउँ भर्नुहोस् भनेको छ। हामीलाई यहाँ दिएको छ यो शब्दहरू पहिचान गरेर खाली ठाउँ भन्नुपर्ने छ। यहाँबाट पढेर होइन यो अनुच्छेद पढ्नु पर्यो हामीले सबभन्दा पहिला। क्वेसनमा हामीलाई के सोधेको छ अब क नम्बरमा भनेदेखि दर्पणको पर्यायवाची शब्द डट हो भनेको छ। अब हामीले यहाँ हेर्ने हो भनेदेखि यो अनुच्छेदमा चाहिँ हामीलाई एना भनेर यहाँ दिएको छ भनेपछि दर्पणको चाहिँ पर्यायवाची शब्द के भयो, एना भयो। दुईटै भनेको हाम्रो के हो, एना हो है। अनि 2 नम्बरमा अथवा ख नम्बरमा के सोधेको छ भने सक्कलको विपरीतार्थी शब्द डट हो भनेको छ। अब सक्कलको चाहिँ विपरीतार्थी शब्द भनेको यहाँ हामीले अनुच्छेदमा पढ्ने हो भने यहाँनिर नक्कल लेखेको छ होइन। नक्कल भनेको सक्कलको उल्टो हुन्छ, उल्टो भनेको विपरीतार्थी शब्द हो, त्यसैले चाहिँ सक्कलको विपरीतार्थी शब्द हाम्रो के भयो, नक्कल भयो। घ नम्बरमा चाहिँ समूहवाची शब्द डट हो भनेर भनेको छ। अब समूह जसले चाहिँ समूहलाई जनाउँछ त्यसलाई के भनिन्छ, समूहवाची शब्द भनिन्छ। त्यो चाहिँ हाम्रो यहाँ अनुच्छेदमा हेर्ने हो भनेदेखि यहाँ हेर्दै जाँदा हामीले यहाँ देख्न सक्छौँ पल्टन भनेको छ है। पल्टन भनेको चाहिँ हाम्रो के हो, एउटा समूहवाची शब्द हो, त्यही भएर यसको एन्सर चाहिँ हाम्रो पल्टन हुन जान्छ। अब हाम्रो घ नम्बरमा चाहिँ तोप शब्दको श्रुति सम भिन्नार्थी शब्द डट हो भनेर सोधेको थियो। यो हामीले यहाँ अनुच्छेदमा हेर्ने भने हाम्रो यहाँ तोपको ठाउँमा चाहिँ के दिएको छ, यहाँ टोप दिएको छ है। टोप भन्ने शब्द यहाँ दिएको छ, त्यही भएर के भयो, तोपको चाहिँ श्रुति सम भिन्नार्थी शब्द हाम्रो टोप हुन्छ। अब श्रुति सम भिन्नार्थी शब्द भनेको चाहिँ कस्तो शब्द भनेदेखि हामीले सुन्दाखेरि उस्तै उस्तै हुन्छ तर लेख्दाखेरि फरक हुन्छ भने त्यस्तो शब्दहरूलाई के भनिन्छ, हाम्रो श्रुति सम भिन्नार्थी शब्द। श्रुति भनेको हाम्रो सुन्ने, सम भनेको एउटै, भिन्नार्थी भनेको भिन्दै। यसरी बुझ्नु पर्यो है। सुन्दाखेरि उस्तै तर लेख्दाखेरि फरक शब्द हुनुलाई चाहिँ के भनिन्छ, श्रुति सम भिन्नार्थी शब्द भनिन्छ। त्यही भएर यो तोप र टोप भनेको सुन्दाखेरि उस्तै उस्तै यस्तो सुनिए पनि लेख्दाखेरि हामीले फरक लेख्छौँ, त्यही भएर यसको एन्सर चाहिँ यो भयो। यसरी हामीले 2 नम्बरको पनि एन्सर लेखिसकेका छौँ है। अब हामी 3 नम्बरमा पुगेको छौँ। 3 नम्बरमा चाहिँ के भनेको छ भनेदेखि दिएको अनुच्छेदबाट चाहिँ एउटा टुक्का र एउटा पारिभाषिक शब्द पहिचान गरी अनुच्छेदमा भन्दा फरक वाक्यमा प्रयोग गर्नुहोस् भनेको छ। अब हामीलाई यहाँ एउटा अनुच्छेद दिएको छ, हामीले अनुच्छेद राम्रोसित पढ्नु पर्यो र यहाँबाट हामीले एउटा उखा र एउटा चाहिँ पारिभाषिक शब्द चाहिँ पहिचान गर्नु पर्यो र त्यसलाई के गर्नु पर्यो, फेरि हामीले वाक्यमा प्रयोग पनि गर्नुपर्ने छ। अब यसको एन्सर हेरौँ हामी। हामीलाई यहाँ दिएअनुसार एउटा टुक्का भनेको चाहिँ हाम्रो कन्सिरी तात्नु हुन्छ। यो चाहिँ हाम्रो के भयो, एउटा टुक्का भयो, त्यो अनुच्छेदमै दिएको छ। त्यसको चाहिँ वाक्यमा प्रयोग गर्दाखेरि के हुन्छ, अन्याय सहन नसक्दा रामको कन्सिरी तात्यो भनेर मैले एउटा वाक्यमा प्रयोग गरिदिएको छु। तिमीहरूले आफ्नो अनुसार लेख्न सक्छौ है। यो अनुच्छेदमा जे दिएको छ त्यो लेख्नु भएन, बाहेक आफूले बनाउन सक्नु पर्यो। अब अर्को हाम्रो पारिभाषिक शब्द भनेको चाहिँ हाम्रो के दिएको छ, हाम्रो देश अदालत दिएको छ। यो चाहिँ हाम्रो एउटा पारिभाषिक शब्द भयो। यसले चाहिँ हामीलाई कानुन सम्बन्धी एउटा परिभाषा दिने भएकाले यो अदालत भनेको के भयो, हाम्रो एउटा पारिभाषिक शब्द भयो। यस्तै गरी अरू शब्दहरू पनि हुन्छन् है, त्यो अनुच्छेदमा धेरै दिएको हुन्छ, त्यो मध्ये हामीले एउटा लेख्नुपर्ने हुन्छ। अब यसको वाक्यमा प्रयोग गर्दाखेरि चाहिँ न्याय खोज्दै पीडित परिवारले अदालतमा मुद्दा दायर गर्यो भनेर मैले यसको अनुच्छेद एउटा वाक्यमा प्रयोग गरिदिइसकेको छु, अदालत भन्ने बिचमा राखेर। यसरी हामीले क्वेसन पनि सल्भ गरिसकेका छौँ। क्लियरसित बुझ्यौ होला। अब 4 नम्बरमा चाहिँ दिएको शब्द समूहबाट शुद्ध शब्द छानी लेख्नुहोस् भनेको छ। हामीलाई यति दिएको छ। अ नम्बरमा चाहिँ यसको सही शुद्ध भनेको के हुन्छ, कञ्चन भनेको हामीले यसरी लेख्नुपर्ने हुन्छ, यसरी लेखेर मिल्दैन है। आइआईको चाहिँ हाम्रो सही उत्तर हुन्छ। आ नम्बरमा वातावरण शब्द सोधेको छ। वातावरण शब्द चाहिँ हाम्रो कुन हुन्छ, यो आइआईको चाहिँ हाम्रो वातावरण मिलेको छ, यही हाम्रो शुद्ध शब्द हुन्छ। यसरी मैले 4 नम्बरको कको पनि गरिसकेको छु। अब हामी ख नम्बरमा हेर्छौँ। ख नम्बरमा पनि हामीलाई त्यही सोधेको छ क्वेसन, दिएको वाक्यलाई शुद्ध पारी लेख्नुहोस् भनेको छ। हामीलाई यहाँ एउटा वाक्य दिएको छ, त्यसलाई हामीले शुद्ध गरी लेख्नुपर्ने छ। मैले यसलाई यहाँ मिलाएर लेखिदिएको छु होइन। मेरो देशको शिक्षालाई सिपयुक्त अनि समुन्नत र व्यावहारिक बनाउन अहिलेको चुनौतीलाई अवसरका रूपमा बदल्नुपर्छ भनेर हामीले यसरी लेखेका छौँ। जस्तै हामीलाई यहाँ क्वेसनमा के दिएको थियो हेर त, मेरो देशको शिक्षालाई चाहिँ सिपयुक्त अनुसार यहाँ कमा दिएको थिएन नि त। यहाँ एउटाभन्दा बढी उदाहरणहरू दिए पछाडि हामीले यहाँ कमा दिनुपर्ने हुन्थ्यो। यहाँ र लेखेको छ तर यहाँ दिएको थिएन, त्यही भएर हामीले शुद्ध लेख्दाखेरि यस्तो कुराहरू पनि ध्यान दिनुपर्ने हुन्छ। कमा दिनुपर्ने ठाउँमा कमा दिनुपर्ने, यहाँ पूर्णविराम दिनुपर्ने ठाउँमा पूर्णविरामै दिएको छौँ, अहिले मिलेको छ तर कहिले काहीँ के गर्नुपर्ने हुन्छ, क्वेसन मार्कहरू दिनुपर्ने हुनसक्छ। यस्तो कुराहरू पनि याद गर्नुपर्छ र यो ह्रस्व दीर्घमै मिलाएर लेख्नुपर्ने हुन्छ। यसरी हामीले यसलाई पनि शुद्ध पारेर लेखिसकेका छौँ है। यसरी हामीले 4 नम्बरसम्म सल्भ गरिसकेका छौँ नेपालीको क्वेसन एन्सर व्याकरणको। अब हामी 5 नम्बरमा पुगेको छौँ। 5 नम्बरमा चाहिँ हामीलाई के क्वेसन दिएको छ भने दिएको अनुच्छेदमा रेखाङ्कन गरिएको शब्दको चाहिँ पदवर्ग पहिचान गरी लेख्नुहोस् भनेको छ। यसमा हामीलाई के क्वेसन सोधेको छ मैले यहाँ
हाइलाइट गरिदिएको छु। गरिब भन्ने शब्दको लेख्नुपर्ने छ, तरको लेख्नुपर्ने छ, समुन्नतको लेख्नुपर्ने छ, अनि हामी पछाडि मिलेर र गर्नुपर्छ भन्ने शब्दहरूको चाहिँ हामीले पदवर्ग छुट्याउनु पर्ने छ। अब यसको एन्सरहरू हेरौँ हामी। गरिब भनेको हाम्रो नाम हुन्छ। किन नाम हुन्छ भन्दा गरिब भनेको को के र को प्रश्नको उत्तर दिँदाखेरि जवाफ आउने कुराहरू जम्मै नाम हुन्छ। त्यही भएर के भन्दाखेरि को भन्दाखेरि गरिब भयो नि त, त्यही भएर नाम भयो। तर भनेको संयोजक हुन्छ, किनभने यसले दुईवटा शब्दहरूलाई जोडेको छ, दुईवटा वाक्यहरूलाई जोडेको छ, त्यही भएर के भयो हाम्रो संयोजक भयो। समुन्नत भनेको विशेषण भयो। कस्तो कत्रो कति कुन र के कस्तो कत्रो यस्तो क्वेसनहरूको उत्तर दिँदाखेरि आउने शब्दलाई हामीले के भन्छौँ विशेषण भन्छौँ। त्यही भएर कस्तो भन्दा समुन्नत छ भनेपछि विशेषण भयो। हामी भनेको सर्वनाम हुन्छ, थाहा छँदैछ होला, म हामी होइन, त तिमी तपाईँहरू भनेको हाम्रो यो के भयो सर्वनाम भयो। मिलेर भनेको क्रिया विशेषण हुन्छ, किनभनेदेखि मिल्नु भन्ने एउटा धातुमा चाहिँ ए र जोडिएर आएकोले धातुमा ए र ई ननाले जोडियो भने क्रिया विशेषण हुन्छ भनेर मैले एउटा भिडियो अपलोड गरेको छु। त्यही अनुसार पनि हेर्ने भने के हुन्छ, यो क्रिया विशेषण हुन्छ। गर्नुपर्छ भनेर हामीले यहाँ शब्द टुङ्गाएको छ, त्यही भएर यो के भयो हाम्रो क्रियापद भयो। मैले यहाँ छिटो छिटो भनिदिएको छु यसको एन्सरहरू है। तिमीहरूले यो बुझेको छैनौ भनेदेखि चाहिँ मैले युट्युबमा एउटा भिडियो हालेको छु, पदवर्ग अनि शब्दवर्ग होइन, पदवर्ग शब्दवर्ग गुरुकुल नेपाल भनेर सर्च गर्यो भने भिडियो आइहाल्छ। त्यसमा मैले सबै क्लियरसित बुझाएको छु र के भनेको छु भने यस्तो पत्ता लगाउने फर्मुलाहरूदेखिबाट लिएर होइन सबै कुराहरू क्लियरसित 5-10 मिनटको भिडियोमै क्लियरसित बुझाएको छु। त्यो भिडियो हेऱ्यौ भनेदेखि चाहिँ यस्तो क्वेसनहरू सबै सल्भ गर्न सक्छौ। त्यो भिडियोलाई हेरेर तिमीहरूलाई आउँदैन भनेदेखि आउँछ भनेदेखि त भइहाल्यो है। अब हामी अर्को क्वेसनमा पुगेको छौँ। 6 नम्बरमा चाहिँ के क्वेसन दिएको छ भने दिएको प्रश्नको उत्तर दिनुहोस् भनेको छ। दुईवटा क्वेसन सोधेको छ है। क नम्बरमा चाहिँ के क्वेसन सोधेको छ भनेदेखि दिएको अनुच्छेदबाट दुईवटा उपसर्ग दुईवटा प्रत्यय लागेर बनेको शब्द पहिचान गरी निर्माण प्रक्रिया समेत देखाउनुहोस् भनेको छ। अब यसको एन्सर हेरौँ हामी। उपसर्ग र प्रत्यय लागेको शब्द छान्नुपर्ने छ यो अनुच्छेदबाट, एकदम सजिलो छ है। उपसर्ग लागेको शब्दहरू के हुन्छ, एउटा हुन्छ उपचार, उप प्लस चार उपचार। जहिले पनि उपसर्ग भनेको हाम्रो अगाडि लाग्ने गर्छ, यो उप भनेको अगाडि लाग्यो, त्यही भएर उपचार एउटा उपसर्ग भयो है। अर्को भनेको अभिवादन भयो, अभि प्लस वादन अभिवादन। त्यस्तै गरी प्रत्यय लागेको शब्द भने पछाडि हुन्छ, त्यही भएर तलपट्टि मैले प्रत्यय लागेको निलो अक्षरमा लेखिदिएको छु। आयुर्वेदिक भनेको एउटा प्रत्यय लागेको शब्द भयो। आयुर्वेदिक भनेको आयुर्वेद प्लस इक आयुर्वेदिक। त्यस्तै गरी अर्को छ शिष्टता, शिष्ट प्लस ता शिष्टता। यसरी हामीले बुझ्नु पर्यो है। अनि एउटा कुरा के ध्यान दियो भन्दाखेरि तिमीहरूले एक्जाममा लेख्दाखेरि चाहिँ उपसर्ग लागेको शब्द जस्तै हामीले उपचार लेखौँ नि, अब जस्तै उपचार लेखेपछि पछाडि उपबाटै आउने अर्को शब्द पनि यहाँ छ भने त्यसलाई चाहिँ कमसेकम लेख्ने प्रयास नगर है। छुट्टा छुट्टै खालको लेखेर जस्तै यहाँ उप छ एउटा उपसर्गको, अर्को अभि छ। जस्तै एक्जाममा कहिलेकाहीँ यस्तो हुनसक्छ उपचारदेखि सँगसँगै उपयोगी पनि दिएको हुनसक्छ। त्यस्तै हामीले के लेखिदिन्छौँ उप प्लस योगी उपयोगी, उप प्लस चार उपचार लेख्यो भनेदेखि त दुइटै एउटै भयो नि त। उपबाटै भनेको उपसर्ग भएकाले नम्बर नदिन पनि सक्छन्, सकेसम्म नलेख होइन। अब त्यहाँ भेटिएन भनेदेखि चाहिँ लेखिदेऊ होइन, लेख्न त परिहाल्यो जसरी नि। तर मिलिरहेको छ 2-3वटा अरू पनि उपसर्ग लागेको शब्दहरू छ भनेदेखि चाहिँ के गर्नु पर्यो, भिन्दा भिन्दै लेख्नु पर्यो। जस्तै मैले यहाँ उप र अभि लेखेको छु नि, त्यस्तै गरी लेख्नु पर्यो। तल्लोपट्टि इक र ता यस्तो जोडिएको बनाएको छु, त्यस्तोहरू ध्यान दिनु पर्यो। यस्तो सानो सानो कुराहरू पनि ध्यान दिनुपर्ने हुन्छ। अब ख नम्बरमा चाहिँ के भनेको छ भने दिएको अनुच्छेदबाट एउटा समस्त शब्द पहिचान गरी विग्रह गर्नुहोस्, अनि एउटा विग्रह पदावलीलाई चाहिँ पहिचान गरी समस्त शब्द बनाउनुहोस् र द्वित्व भएर बनेका दुईवटा शब्द पहिचान गरी निर्माण प्रक्रिया समेत देखाउनुहोस् भनेको छ। यसमा हामीलाई समस्त र विग्रह अनि त्यसरी द्वित्व तीनवटै क्वेसन सोधेको छ, एक एकवटा लेख्नुपर्ने छ होइन। अब यसको लागि हामीले यो अनुच्छेद राम्रोसित पढ्नु पर्यो, अनि त्यही अनुसार हामीले मिलाएर लेख्नुपर्ने हुन्छ। मैले अब यसको एन्सर लेखेको छु, हेरौँ यतापट्टि साइड है। एउटा भयो हाम्रो समस्त शब्द डाँडा घरे। अब यसलाई हामीले विग्रह गर्दाखेरि के हुन्छ, डाँडामा घर छ जसको लेखे पनि हुन्छ, नभए डाँडामा घर भएको लेखे पनि हुन्छ, दुईटामा जुन लेखे पनि हुन्छ है। त्यस्तै गरी सप्तकोशी, सातवटा कोशीको समूह भनेको सप्तकोशी हुन्छ। समस्त शब्द सप्तकोशी भयो, त्यसलाई हामीले विग्रह गर्दा 7वटा कोशीको समूह हुन्छ। यो हाम्रो समस्त शब्द भयो है। अब विग्रह शब्द हेरौँ। यहाँ क्वेसनमा दिएको छ बाटाका लागि खर्च भनेर दिएको छ, त्यो भनेको हाम्रो बाटा खर्च भयो होइन, बाटोको खर्च भयो। त्यसै गरी त्यहाँ क्वेसनमा हामीलाई 3 नदीको सङ्गम स्थल दिएको छ, त्यो भनेको हाम्रो के भयो त्रिवेणी भयो। यसरी हामीले विग्रह शब्दलाई के हेरौँ समस्त बनायौँ यहाँ दुईवटा। यहाँनिर हामीले समस्त शब्दलाई विग्रह गरेको छौँ। अब हामीले द्वित्व शब्दहरू पनि लेख्नुपर्ने छ। क्वेसनमा यहाँ हाम्रो अनुच्छेदमा दिएको द्वित्व शब्दहरू मैले पहिचान गर्दाखेरि के पत्ता लगाएँ भनेदेखि एउटा छ हाम्रो भात सात, अर्को छ हाम्रो गनगन। भात सात भनेको भात र भात मिलेर बन्छ भात सात है। गनगन भनेको पनि गन र गन मिलेर बन्छ गनगन। यसरी तिमीहरूले यसको एन्सर लेख्न सक्छौ। यहाँ प्लस लेखिदियो भने राम्रो हुन्छ है, भात प्लस भात, अनि गन प्लस गन 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 लेख्न मिल्छ। यहाँ दुई ठाउँमा प्लस लेखिदियो है बिचमा। ल यसरी हामीले क्वेसन पनि सल्भ गरिसकेका छौँ, क्लियरसित बुझ्यौ होला तिमीहरूले। अब हामी 7 नम्बरमा पुगेको छौँ। 7 नम्बरमा के भनेको छ भनेदेखि दिएको अनुच्छेदलाई अपूर्ण वर्तमान कालमा चाहिँ परिवर्तन गरी पुनर्लेखन गर्नुहोस् भनेको छ। अब अपूर्ण वर्तमान कालमा ल्याउनुपर्ने छ। हामीलाई के दिएको छ, सामान्य भूतकालमा दिएको छ है। यसलाई हामीले के गर्नु पर्यो, वर्तमान कालमा चेन्ज गर्नु पर्यो। वर्तमान पनि के छ, अपूर्ण वर्तमान, सामान्य वर्तमान होइन अपूर्णमा गर्नुपर्ने छ। एकदम सजिलो छ, म गरिदिइहाल्छु है। यसले गर्दाखेरि के हुन्छ, नेत्रलालले गीत गाए थियो भने यसलाई के हेर्नु पर्यो, नेत्रलालले गीत गाउँदैछन् हुन्छ, उनले मादल बजाएकोलाई उनी मादल बजाउँदैछन् हुन्छ। त्यस्तै गरी आफू पनि नाचेलाई उनी आफू पनि नाच्दैछन् हुन्छ, उनी यहाँ छैन होइन, आफू पनि नाचेलाई आफू पनि नाच्दैछन् हुन्छ। त्यस्तै गरी अरूलाई पनि नचाएलाई
अरूलाई पनि नचाउँदैछन् भनेर लेख्न सकिन्छ हामीले यसरी, किनभने हामी अपूर्णकालमा तैदै प्लस छन् हुन्छ होइन, यसरी हामीले बुझ्नु पऱ्यो है। यसरी हामीले बुझिसके पछाडि भइहाल्यो। त्यो पछाडि अब हामी 8 नम्बरमा गएको छौँ। 8 नम्बरमा चाहिँ के क्वेसन सोधेको छ भने कुनै एक प्रश्नको उत्तर दिनुहोस् भनेको छ। क नम्बरको एन्सर क्वेसन के सोधेको छ भनेदेखि अज्ञार्थ भावका फरक फरक क्रियापद प्रयोग गरी 4 वाक्यमा आफ्नी बहिनीलाई चाहिँ काम गर्न निर्देशन दिनुहोस् भनेको छ। क्वेसन के दिएको छ भन्दाखेरि बहिनी तिमी बिहान सबेरै उठ, तिमी हातमुख धोऊ, तिमीले आमाले दिनुभएको खाजा खाऊ, अनि तिमीले गर्नुपर्ने बाँकी क्रियाकार्य गर भनेर मैले यसको एन्सर लेखिदिइसकेको छु। त्यो एउटा वाक्यमा लेख्नुपर्ने छ। त्यसमा हामीले आज्ञार्थ को प्रयोग गरेर चाहिँ मैले यसरी यहाँ 4वटा वाक्यमा लेखिदिएको छु। बहिनीलाई एउटा आदेश दिएको जस्तै कामको निर्देशन दिएको छु। बहिनी तिमी बिहानै सबेरै उठ, यसरी धोऊ होइन, खाऊ भनेर यसरी आदेश दिँदाखेरि पनि त्यही एउटै कुराहरू युज गर्नु भएन। जस्तै बहिनी सबेर उठ अनि उठेर खाना खाऊ, यस्तो मिलाएर लेख्नु पऱ्यो। त्यो कुराहरू बुझ्नु पऱ्यो। एउटै क्रियापद प्रयोग गर्न भएन सकेसम्म। जस्तै यहाँ खाऊ छ, उठ छ, बस छ होइन, धोऊ छ, काम गर छ नि त, यस्तो एउटा कुरा ध्यान दिनु पऱ्यो है। यसरी मैले क्वेसन पनि सल्भ गरिसकेको छु। क्लियरसित बुझ्यो होला तिमीहरूले। ख नम्बरमा चाहिँ हामीलाई के भनेको छ भनेदेखि दिएको वाक्यलाई प्रथम पुरुषमा परिवर्तन गरी पुनर्लेखन गर्नुहोस् भनेको छ। क्वेसन चाहिँ हामीलाई यस्तो दिएको छ, तिमी नेपाली हो भनेको छ भने हामीले के गर्नुपर्ने हुन्छ, अब यो अनुचितमा हेर्दाखेरि हामीले के बुझ्नु पऱ्यो, तिमी भनेको हाम्रो प्रथम द्वितीय तृतीय कुन पुरुष हो थाहा पाउनु पऱ्यो। त्यो पछाडि त्यसलाई प्रथम पुरुषमा लैजानु पऱ्यो भनेपछि प्रथम पुरुषमा हाम्रो के हुन्छ, म हामी हुन्छ भनेपछि तिमीलाई चाहिँ अब हामीले म र हामीमा एउटामा मिलाएर लेख्नु पऱ्यो। यसरी लेख्दाखेरि हाम्रो एन्सर के हुन्छ भनेदेखि तिमी नेपाली होको के हुन्छ, म नेपाली हुँ हुन्छ। त्यस्तै गरी उता साइडमा जे दिएको छ तिमीले नेपाललाई माया गर्नुपर्छ भनेको के हुन्छ, तिमीलेको ठाउँमा अब मैले लेख्नु पऱ्यो है त। मैले नेपाललाई माया गर्नुपर्छ भनेर लेख्ने हो। त्यसै गरी तिमीको ठाउँमा म लेखिदिने हो। त्यसरी हामीले लेख्न सक्छौँ है। यसको एन्सर पनि मैले यहाँ लेखिसकेको छु। अब हामी 9 नम्बरमा पुगेको छौँ। 9 नम्बरमा चाहिँ कोष्टकमा दिएको सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस् भनेको छ। क्वेसन के दिएको छ भने क नम्बरमा जाडो धेरै भएपछि हामी घाम ताप्न गयौँ भनेर भनेको छ। यसलाई चाहिँ वाक्य विश्लेषण गर्नुहोस् भनेको छ। भनेपछि वाक्य विश्लेषण भनेको चाहिँ वाक्यलाई टुक्राएर लेख्ने, दुईवटा बनाउने। संश्लेषण भन्नु भने चाहिँ एउटै वाक्यमा लेख्ने। अब धेरै जाडो भएपछि हामी घाम ताप्न गयौँ भनेको शब्दलाई टुक्राउँदाखेरि के हुन्छ, हामीलाई धेरै जाडो भयो, हामी घाम ताप्न गयौँ भनेर यसरी हामीले यसलाई टुक्राएर लेख्न सक्छौँ। ख नम्बरमा चाहिँ भाइ बहिनीहरूद्वारा चाहिँ होइन पाठ पढिन्छ भनेर एउटा दिएको छ। यसलाई हामीले के गर्नु पऱ्यो, कर्तृवाच्यमा परिवर्तन गर्नु पऱ्यो। भनेपछि भाइ बहिनीद्वारा पाठ पढिन्छलाई बनाउँदाखेरि के हुन्छ, द्वारा हटाइदिने, भाइ बहिनी पाठ अनि पढिन्छलाई पढ्छन् बनाउनु पऱ्यो। किनभने यहाँ लास्टमा यहाँ पढिन्छ भनेको नि त हामीले, भन्दै हाम्रो के भने भयो, पढ्छन् हुने भयो। यहाँ पढिन्छ भनेपछि यो सामान्यमा भएपछि हामीले यहाँ पनि सामान्य वर्तमानमै बनाउनुपर्छ। यसरी बुझ्नु पऱ्यो, पढिन्छको पढ्छन् हुन्छ है त। यसरी बुझ्नु पऱ्यो। यसरी हामीले कर्तृवाच्यमा पनि परिवर्तन गरिसकेका छौँ। ग नम्बरमा चाहिँ हामीलाई के दिएको छ भने सानी सबेरै उठ्छे भनेको छ। यसलाई चाहिँ प्रेरणार्थक सब वाक्यमा परिवर्तन गर्नुहोस् भनेको छ। भनेपछि हामीले जहिले पनि प्रेरणार्थकमा चाहिँ परिवर्तन गर्ने बेलामा एउटा कर्ता थप्नुपर्ने हुन्छ। मैले यहाँ दिदी थपिदिएको छु, तिमीहरूले जे थप्न पनि सक्छौ है। दिदीको ठाउँमा राम, सीता, भाइ जे राखे पनि हुन्छ। भनेपछि के भयो, दिदी सानीलाई सबेरै उठाउनुहुन्छ भनेर हामीले लेख्नु पऱ्यो। यसरी मिलाउनु पऱ्यो है त। दिदी अनि सानीलाई चाहिँ सबेरै उठाउनुहुन्छ, लाई थप्नु पऱ्यो। त्यो पछाडि यहाँ उठ्छेको उठाउनुहुन्छ। अब यहाँ दिदी भएर उठाउनुहुन्छ भयो, भाइ भएको भए उठाउँछ भनेर लेख्न सकिन्छ है त। उठाउनुहुन्छ ठाउँमा उठाउँछ लेखेर सकिन्छ है त्यसरी। यसरी हामीले यसको पनि एन्सर लेखिसकेका छौँ। क्लियरसित बुझ्यो होला। अब घ नम्बरमा के भनेको छ, आमाले सबैलाई खाना खान बोलाउनु भयो भनेको छ। यसलाई प्रत्यक्ष कथनमा लेख्नुहोस् भनेको छ। भनेपछि हामीले यसलाई के गर्नु पर्यो, प्रत्यक्ष कथनमा लेख्नको लागि आमाले सबैलाई भन्नुभयो खाना खान आऊ। यसरी हामीले इङ्ग्लिसमा डिरेक्ट इन्डिरेक्ट स्पिच भने जस्तै कुरा हो। यहाँ प्रत्यक्ष कथन र अप्रत्यक्ष कथन यसरी हामीले बुझ्नु पर्यो। यो एन्सर पनि मैले लेखिसकेको छु। क्लियरसित बुझ्यो होला। यहाँ प्रत्यक्ष कथनमा लैजाँदाखेरि चाहिँ कमा दिएर अनि त्यसरी इन्भर्टेड मार्कहरू दिएर लेख्नुपर्ने हुन्छ। यो कुरा पनि बुझ्नु पर्यो है। अब हामी 10 नम्बरमा पुगेको छौँ। 10 नम्बरमा चाहिँ दिएको अनुच्छेद पढी सोधिएको प्रश्नको उत्तर दिनुहोस् भनेको छ। हामीलाई एउटा अनुच्छेद दिएको छ, तिमीहरू राम्रोसित पढ्न सक्छौ। अब क्वेसनहरू हेरौँ हामीलाई के क्वेसन सोधेको छ। क नम्बरमा घरमा पनि यिनी बाघ बने, यस वाक्यलाई चाहिँ अकरणमा बदल्नुहोस् भनेर भनेको छ। अब अकरणमा बदल्नलाई एकदम सजिलो छँदैछ। घरमा पनि यिनी बाघ बनेनन् लेख्नु पऱ्यो। बनेको ठाउँमा बनेनन् लेख्नु पऱ्यो। यसरी हामीले क्वेसन सल्भ गरिहाल्यौँ है। ख नम्बरमा चाहिँ रेखाङ्कित शब्द मैलेको कारक र विभक्ति पहिचान गर्नुहोस् भनेर भनेको छ। भनेपछि मैले शब्दको चाहिँ कारक र विभक्ति हामीले छुटाउनु पर्ने हुन्छ। भनेपछि मैले भनेको के हुन्छ, ले भनेर आइछ नि त। भनेपछि कर्ता कारक भयो अनि कुन चाहिँ विभक्ति भयो, प्रथमा विभक्ति भयो भनेर हामीले यसरी बुझ्नु पर्यो है त। यहाँ दयाको फल मैले पाएँ भनेको छ नि त। कसले पाएको छ, जसले पाएको छ त्यो चाहिँ के हुन्छ, हाम्रो प्रथमा विभक्ति हुन्छ। त्यही भएर प्रथमा विभक्ति भयो। यहाँ ले छ नि त, ले भएर यो के भयो, कर्ता कारक भयो। यसरी हामीले बुझ्नु पर्यो है त। ग नम्बरमा चाहिँ के क्वेसन दिएको छ भनेदेखि देवर भनेर यी बहादुर शाहलाई मैले हुनेसम्म गरेकी हुँ, यस वाक्यको उद्देश्य र विधेय चाहिँ पहिचान गरी लेख्नुहोस् भनेको छ। अब उद्देश्य भनेको जहिले पनि मैले भनेर भन्ने हुन्छ यसको है। उद्देश्य भनेको हाम्रो मैले भन्ने हुन्छ। त्यस्तै गरी विधेय भनेको चाहिँ हाम्रो क्रियापद हुन्छ। गरेकी हुँ भन्ने क्रियापद चाहिँ हाम्रो के भयो, विधेय भयो। यसरी बुझ्नु पर्यो है त।
उद्देश्य भनेको हाम्रो जहिले पनि कर्ता हुन्छ, त्यही भएर मैले भयो। त्यसै गरी विधेय भनेको चाहिँ हाम्रो क्रियापद हुन्छ, त्यही भएर लास्टको गरेको हुन्छ हाम्रो के भयो, विधेय भयो। यसरी बुझ्नु पर्यो। घ नम्बरमा चाहिँ के क्वेसन सोधेको छ, कुपात्रमा परेको अमृत पनि विष मन्दो रहेछ, यस वाक्यलाई मिश्र वाक्यमा बदल्नुहोस् भनेको छ। अब यसलाई मिश्र वाक्यमा बदल्नलाई के गर्नु पर्यो, कुपात्रमा जुन अमृत पर्छ त्यो पनि विष मन्दो रहेछ भनेर लेखिदिएको छैन मैले। यसरी तिमीहरूले आफ्नै भाषा मिलाएर पनि लेख्न सक्छौ है। यस्तो मिश्रित भाषाहरू लेख्दाखेरि मिश्रित वाक्यमा लेख्दाखेरि आफूले मिलाएर पनि लेख्न सकिन्छ। अब हामी 11 नम्बरमा पुगेको छौँ। 11 नम्बरमा चाहिँ दिएको गद्यांश पढी सोधिएको प्रश्नको उत्तर दिनुहोस् भनेको छ। अब तिमीहरूले एउटा गद्यांश पढ्नुपर्ने हुन्छ है। पढिसके पछाडि क्वेसनहरू हेरौँ हामी। क्वेसन के सोधेको छ, क नम्बरमा सहकारी सिकाइ भनेको के हो भनेर सोधेको छ। सहकारी सिकाइ भनेको चाहिँ समूहमा क्रियाकलाप गरेर सिक्ने विधि हो भनेर लेख्न सकिन्छ। यहाँ माथि लेखिदिएको छ है, यो संक्षिप्तमै लेखिदिएको कुरा लेख्ने हो मिलाएर हामीले। ख नम्बरमा चाहिँ सहकारी सिकाइमा सिकारुले कसरी सिक्छन् भनेर सोधेको छ। यसको एन्सर चाहिँ हामीले अनुचित पढाइ लेख्न सक्छौँ। सहकारी सिकाइमा सिकारुले चाहिँ समूहमा बसेर आफूले प्राप्त गरेको सूचना, ज्ञान र अनुभवलाई चाहिँ एक आपसमा आदान प्रदान गरी छलफल र सहकार्य मार्फत चाहिँ सिक्छन् भनेर हामीले यसको एन्सर लेख्न सक्छौँ है। ग नम्बरमा चाहिँ के क्वेसन दिएको छ, सहकारी सिकाइ विधिमा चाहिँ शिक्षकको चाहिँ भूमिका कस्तो रहन्छ भनेर सोधेको छ। यसको एन्सर मैले यहाँ लेखेको छु। यस विधिमा चाहिँ शिक्षक, सहयोगी मित्र तथा सिकाइको मार्गदर्शकको चाहिँ भूमिका रहन्छ। उनीहरूले चाहिँ विद्यार्थीलाई चाहिँ निर्देशन दिने, सहयोग गर्ने र सिकाइ प्रक्रियालाई सहज बनाउने काम गर्छन्। यही नै यसको के भयो, भूमिका भयो भनेर हामीले लेख्न सक्छौँ है। घ नम्बरमा चाहिँ के क्वेसन सोधेको छ, सहकारी सिकाइ विधिलाई किन प्रभावकारी मानिन्छ भनेर सोधेको छ। यसको एन्सर हुन्छ, सहकारी सिकाइ विधिलाई चाहिँ प्रभावकारी मानिन्छ किनभने यसमा चाहिँ विद्यार्थीहरू मिलिजुली काम गरेर सक्रिय रूपमा सिक्छन्, आपसी अन्तर्क्रिया हुन्छ, अनुभव साटासाट हुन्छ र यसले चाहिँ सिकाइलाई अर्थपूर्ण, गहिरो तथा दिगो बनाउँछ भनेर हामीले यसको एन्सर लेख्न सक्छौँ। यसरी हामीले अनुचित पढेर उत्तर लेख्ने क्वेसन पनि गरिसकेका छौँ। अब हामीलाई 12 नम्बरमा चाहिँ के भनेको छ, कुनै एक प्रश्नको उत्तर दिनुहोस् भनेको छ र हामीलाई क नम्बरमा दिएको बुदाका आधारमा चाहिँ एउटा छोटो कथा तयार पारी शीर्षक समेत दिनुहोस् भनेको छ। मैले अब यही कथा लेखिदिएको छु। यो हामीले बुदाहरू यसो पढ्ने, त्यसको ठाउँमा थप बनाएर एउटा कथा लेख्ने हो र शीर्षक दिनुपर्छ है। मैले एउटा आफ्नै माटोको महत्त्व भन्ने शीर्षक दिएर त्यही मिलाएर यहाँ कथा लेखिदिएको छु है। अब हामी पढेर सुनाइदिन्छु म। आजको समयमा धेरै युवाहरू चाहिँ छिटो चाहिँ धेरै धन कमाउने सपनाले विदेश जान राख्छन्। त्यस्तै सपनाले भरिएको मन लिएर प्रवीण पनि उज्जवल भविष्यका खोजीमा विदेश गयो भनेर चाहिँ हामीले सुरुवात गरेछौँ कथाको। अनि उसलाई चाहिँ लाग्थ्यो विदेश पुगेपछि सुख सुविधा र सफलता चाहिँ सजिलै मिल्छ, तर केही समयमै उसले बुझ्यो कि विदेश स्वदेश जस्तो हुँदैन, जहाँ आफ्नोपन र आत्मीयता पाइँदैन भनेर एउटा प्याराग्राफ लेख्ने। दोस्रो प्याराग्राफमा मैले दिनमा 14 घन्टासम्म कठोर परिश्रम गर्दा पनि प्रवीणले गएको ऋण तिर्न सकेन। कामको चाप, थकान र एक्लोपन बीच ऊ आफ्नो आमाबुबा, गाउँघर र खेतीबारीको सम्झनाले पिर लिन थाल्यो। चाहेर पनि ऊ तुरुन्तै देश फर्कन नसक्ने अवस्थामा थिएन। धेरै वर्ष दुःख सहेर उसले केही धनार्जन गर्यो। अन्ततः प्रवीण देश फर्कियो र सानोतिनो लगानी गरी चाहिँ आफ्नै खेतीबारीमा मेहनत गर्ने निर्णय गर्यो। अहिले ऊ कृषि व्यवसाय गरेर आत्मनिर्भर बनेको छ। आफ्नै देशमा सम्मान र सन्तोष पाएको प्रवीणका आमाबुबा बुढेसकालमा छोराको सहारा पाएर अत्यन्त खुसी छन् भनेर एउटा कथा मैले टुङ्गाइदिएको छु। त्यहाँ माथि दिएको बुदाहरू मिलाएर यसरी हामी पनि एउटा कथा लेख्न सक्छौँ है। अब हामी 13 नम्बरमा पुगेको छौँ। 13 नम्बरमा चाहिँ कुनै एक प्रश्नको चाहिँ उत्तर दिनुहोस् भनेको छ। मैले क नम्बरकै गरिदिएको छु क्वेसन है। के क्वेसन दिएको छ भनेदेखि, तपाईँको विद्यालयमा फुटबल खेलका लागि आवश्यक भौतिक पूर्वाधार विस्तार गरिदिन अनुरोध गर्दै वडा अध्यक्षलाई चाहिँ लेख्ने निवेदनको चाहिँ नमुना तयार पार्नुहोस् भनेको छ। हामीलाई चाहिँ फुटबल खेलको लागि आवश्यक पर्ने भौतिक पूर्वाधारहरू चाहिँ विस्तार गरिदिनु हुन भनेर वडा अध्यक्षलाई लेख्नुपर्ने छ निबन्ध है, निवेदन लेख्नुपर्ने छ है त। अब यसको नमुना म यहाँ लेखिदिन्छु। सबभन्दा अगाडि हामीले के गर्नु पर्यो, माथि मिति लेख्नु पर्यो। पछाडि श्रीमान वडा अध्यक्षज्यू, वडा नम्बर कति हो लेख, नगरपालिका गाउँपालिका लेख है। अनि पछाडि विषय लेख्ने यो विषय लेखिसके पछाडि के गर्ने, महोदय लेख्ने। अनि हामीले यहाँ लेख्ने के चाहिएको छ कुरा मिलाएर लेख्ने। उपयुक्त सम्बन्धमा हाम्रो नम्र निवेदन यो छ कि हाम्रो विद्यालयमा फुटबल खेलका लागि आवश्यक खेल मैदान, गोल पोस्ट होइन तथा खेल सामग्रीको अभाव रहेको छ। यसका कारण विद्यार्थीहरू चाहिँ नियमित रूपमा फुटबल खेल अभ्यास गर्न सकिरहेका छैनन् होइन। फुटबल छ भने फुटबल, भलिबल छ भने भलिबलको बारेमा लेख्नु पर्यो है। अनि फुटबल खेल्ने विद्यार्थीको यस्तो यस्तो हुन्छ, यो शारीरिकहरू यस्तो गराउँछ भनेर लेख्ने। लास्टमा उक्त कार्यका लागि आवश्यक सहयोग गरिदिनु हुन यहाँ ज्यू समक्ष चाहिँ हार्दिक अनुरोध गर्दछु भनेर लेख्ने। निवेदक लेख्ने। निवेदकको तल चाहिँ नाम, कक्षा, विद्यालय लेखेर यसरी हामीले टुङ्गाउन सक्छौँ है त, एउटा निवेदन लेख्न सक्छौँ। यसरी लेख्नुपर्ने हुन्छ हामीले निवेदन। क्लियरसित बुझ्यौ होला तिमीहरूले। अब हामी 14 नम्बरमा पुगेको छौँ। 14 नम्बरमा चाहिँ दिएको अनुचितबाट मुख्य 4वटा बुदा टिप्पणी गर्नुहोस् भनेको छ। हामीले यो पहिलो सुरु जहिले पनि बुदा टिप्दाखेरि यो सबै अनुचितहरू राम्रोसित पढ्ने। त पछाडि अनि कतिवटा दुईवटा जस्तै एउटा वाक्य पनि हाम्रो यहाँबाट यहाँसम्म यो एउटा वाक्य पढ्ने, अनि अर्को वाक्य नि पढ्ने, अनि कतिवटा वाक्य हेर्ने, अनि 4वटा बुदा टिप्न पनि भएपछि यहाँ मध्ये कतिवटा वाक्यबाट एउटा बुदा टिप्न मिल्छ भनेर बुझ्ने। त्यसलाई समेटेर एउटा बुदा टिप्ने गरेर 4वटा बुदा टिप्नुपर्ने हुन्छ। तिमीहरूलाई बुदा टिप्पणी गर्न आउँदैन, कसरी टिप्ने धेरै वाक्य यहाँ धेरैवटा हो नि त,
धेरैवटा लाइनहरू छ होइन, धेरैवटा वाक्यहरू छ नि त, त्यसलाई अब टिप्न सक्दैनौँ भनेदेखि चाहिँ के गर्न सक्छौँ, मैले बुद्ध टिपोट र सारांश भन्ने भिडियो अपलोड गरेको छु युट्युबमा। बुद्ध टिपोट र सारांश गुरुकुल नेपाल भनेर सर्च गऱ्यो भने भिडियो आइहाल्छ। त्यसमा मैले क्लियरसित बुझाएको छु, नियमहरू पनि सिकाएको छु, त्यहाँ गएर हेर्न सक्छौ। आउँछ भनेदेखि म यसको एन्सर यहीँ लेखिदिइहाल्छु, बुझिहाल्छौ तिमीहरूले है। अब यसका बुदाहरू चाहिँ मैले यसरी टिपेको छु है, यहाँबाट हेरेर यसरी टिप्ने। अनि बुदाहरू 4वटा टिपिसकेपछि के बुझ्नु पऱ्यो भनेपछि जहिले पनि बुदाहरू टिप्दा लास्टमा चाहिँ यहाँ पूर्णविराम दिनु भएन, यहाँ दिएको जस्तै पूर्णविराम दिनु भएन, असमवायिका क्रियाको प्रयोग गरेर लेख्नुपर्ने हुन्छ है। जस्तै यहाँ प्रणाली मानिने भनेको छ नि, मानिन्छ भनेर लेख्न मिल्दैन, मानिने भनेर यसरी कमा दिएर लेख्ने, कहिले पनि यहाँ पूर्णविराम दिनु भएन। पूर्णविराम दियो भने नम्बर काटिन्छ। यहाँ पनि अब अपनाइने लेखेको छ नि, किन यहाँ अपनाउनु पर्छ भनेर लेखेको छ त छैन, अपनाइने भनेर लेखेको छ। जस्तै यहाँ आयुर्वेद पूर्वीय वैदिक तथा प्राचीन चिकित्सा पद्धति मानिने भनेर लेखेको छ नि, मानिन्छ भनेर लेखेको भए मिल्थेन, मानिन्छ भनेर यहाँ धर्को तानेर यसरी पूर्णविराम दियो भने मिल्दैन, त्यही भएर मानिने भनेर यसरी लेख्नु पऱ्यो है। यो कुराहरू बुझ्नु पऱ्यो। त्यसको लागि तिमीहरूले बुझेको छैनौ भने हाम्रो त्यो भिडियो पनि हेर्न सक्छौ, त्यसमा मैले यही सम्बन्धी मात्र क्लियरसित भिडियो बनाएको छु। 14 नम्बरमा विद्युत टिपोट भनिसके पछाडि अब हामीलाई 15 नम्बरमा के भनेको छ भन्दाखेरि फेरि दिएको अनुच्छेदबाट 1/3 सारांश लेख्नुहोस् भनेर छुट्टै क्वेसन सोधेको छ। पहिला चाहिँ बुद्ध टिपोट र सारांश एउटै क्वेसनमा सोध्ने गर्थ्यो भने यहाँ दुईवटा छ, फरक फरक दिएको छ। तिमीहरूले यसमा चाहिँ के गर्नु पऱ्यो, बुद्ध टिपिरहनु परेन, आउँछ भने बुद्ध नटिपिकन सिधै गर्न पनि सक्छौ, आउँदैन भने यसको पनि फेरि बुद्ध टिपेर अनि त्यसलाई फेरि सारांशमा ल्याइदिन पनि सक्छौ है त। मैले चाहिँ के गरिदिएको छु, सिधै सारांश लेखिदिएको छु। जहिले पनि सारांश लेख्दाखेरि 1/3 भनेर भनेको छ भने सबभन्दा पहिला के गर्नुपर्ने हुन्छ, हामीले यो अनुच्छेदमा भएको सबै शब्द गन्ने अनि त्यसलाई 3ले डिभाइड गर्दाखेरि जति आउँछ त्यति नै तिमीहरू के हुनु पऱ्यो, सारांश हुनु पऱ्यो। अब मैले यो पुरै पढिसकेको छु होइन, पढिसकेँ। अब त्यसरी यसको बारेमा म सारांश लेख्नको लागि अब यहाँ लेख्छु हेर है त। सबभन्दा पहिला हामीले सारांश लेख्दाखेरि शीर्षक दिनुपर्ने हुन्छ। शीर्षक दिएँ मैले शिक्षा प्रणाली भन्ने। अब यसबाट मैले मिलाएर 30वटा शब्द निकालेर होइन त्यसबाट एउटा सारांश लेखिदिएको छु। शिक्षा प्रणाली शीर्षकमा चाहिँ परपूर्वकालीन ज्ञान र आधुनिक विज्ञानको सहयात्राबाट चाहिँ नेपाली शिक्षा अघि बढेको छ। अहिले कृषि शिक्षामा जोड दिनु आवश्यक छ। साथै लगानी र पहुँच विस्तार गर्दै विद्यार्थीलाई चाहिँ राष्ट्रिय उत्पादनलाई विश्व बजारमा चिनाउन सक्षम बनाउने शिक्षा प्रणालीको विकास गर्नुपर्छ भनेर मैले यहाँ लेखेको छु। जस्तै हामीले अब यो सारांश लेख्दै जाँदाखेरि हाम्रो अनुच्छेदमा टोटल शब्द छ 91वटा, मैले यहाँ सारांशमा लेखेको छु 33वटा होइन। के गरी बढी भयो भनेदेखि हटाउनु हामीले र अनि यस्तो कमाहरू दिएर लेखेको यो इक्जाम्पलहरू दिन्छौँ हामीले, यस्तो उदाहरण दिएको शब्दहरूलाई चाहिँ हटाउन सक्छौँ। यसरी हटाएर छोटो तरिकाले लेख्नुपर्ने हुन्छ। अनि यसरी लास्टमा यो पनि लेख्नु पऱ्यो, अनुच्छेदमा कतिवटा शब्द छ, तिम्रो सारांशमा कतिवटा शब्द छ, त्यो पनि लेखेर टुङ्गाउनु पर्ने हुन्छ। यसरी हामीले सारांश लेख्न पनि सिकिसकेका छौँ है। अब हामी 16 नम्बरमा हेर्छौँ। 16 नम्बरमा चाहिँ के क्वेसन दिएको छ भनेदेखि दिएको प्रश्नको उत्तर दिनुहोस् भनेको छ। क नम्बरमा दिएको कवितांशको आधारमा सोधेको प्रश्नको उत्तर दिनुहोस् भनेको छ। कति कवितांश चाहिँ हामीलाई के दिएको छ भनेदेखि जुटेका ज्ञानले जो छन् पार्दै धरती मनोहर, उठेका कर्मले जो छन् गर्दै निर्माण सुन्दर भनेर हामीलाई एउटा अनुच्छेद एउटा बुदा दिएको छ होइन, कविताको एउटा अंश दिएको छ। त्यसको आधारमा हामीलाई क्वेसनहरू सोधेको छ। क नम्बरमा के क्वेसन सोधेको छ भने धरतीलाई केले मनोहर बनाएको छ भनेको छ। यसको एन्सर मैले यहाँ लेखेको छु, ध्यान दिएर हेर्न सक्छौ। ज्ञान आर्जन गरी कर्ममा उठेका कर्मयोद्धाहरूका सुन्दर निर्माण कार्यहरूले चाहिँ धरतीलाई मनोहर बनाएको छ। कवितांश अनुसार चाहिँ ज्ञान प्राप्त गरेको व्यक्तिहरूले सही सोच, व्यवहार र कार्यद्वारा चाहिँ समाजलाई सकारात्मक दिशामा अघि बढाएका छन्। यसरी ज्ञानको प्रयोगले संसार सुन्दर र रमणीय बनेको छ हो भनेर यसको उत्तर मैले लेखेको छु। क्लियरसित बुझ्यौ होला। 8 नम्बरमा चाहिँ माथिको कवितांशको चाहिँ मूल भाग के हो भनेर सोधेको छ। यो हाम्रो जम्मा 2 नम्बरको क्वेसन भएर यति मात्र लेखे भयो है। 4 नम्बरको अझै धेरै लेख्नुपर्ने हुन्छ। कवितांशबाट हामीले ज्ञान आर्जन गरी कर्ममा जुटेर धरतीको विकास र समृद्धिमा जुट्नुपर्छ। हामी कर्मयोगी बन्ने जीवनलाई चाहिँ सार्थक बनाउनु पार्नुपर्छ। हामी न्यायको पक्षपाती बनी देश र जनताको भलाइमा चाहिँ समर्पित हुनुपर्छ है। भनाइ भएको छ, भलाइ लेख्नु पर्यो है। भलाइमा चाहिँ समर्पित हुनुपर्छ भन्ने सन्देश यस कवितांशबाट पाइन्छ भनेर लेख्न सकिन्छ है त। यसरी तिमीहरूले बुझ्नु पर्यो। कहीँ टाइपिङ मिस्टेक भएर भनाइको भएको छ, भलाइको ठाउँमा यस्तो कुराहरू तिमीहरूले बुझ्नु पर्यो है। अब ख नम्बरमा फेरि हामीलाई अर्को एकाङ्की दिएको छ होइन। एकाङ्कीको आधारमा सोधेको प्रश्नको उत्तर दिनुहोस् भनेको छ। यसमा हामीलाई के क्वेसन दिएको छ भनेदेखि मित्र यो भनेर एउटा दिएको छ है। मित्र 2-4 दिनमा घर पुगिहाल्छन् होइन। समीको शीतल बतास होइन, छहराको पानी, रोपाइँको रमाइलो मलाई बिर्सिहाल्छन् भनेर, रमाइलोले चाहिँ मलाई बिर्सिहाल्छन् भनेर एउटा पात्रले यहाँ केही कुरा भनेको छ। त्यही अनुसार हामीले यहाँ क्वेसनहरूको एन्सर दिनुपर्ने हुन्छ। त्यो एउटा क्वेसनको के क्वेसन सोधेको छ हेरौँ है त। अब क नम्बरमा चाहिँ एकाङ्कीमा कुन ठाउँको परिवेश देखाइएको छ लेख्नुहोस् भनेको छ। यसको उत्तर मैले लेखेको छु। एकाङ्कीमा चाहिँ मूलतः चाहिँ कुन विदेशी भूमिको परिवेश देखाइएको छ। संवादका क्रममा भने नेपालको पहाडी क्षेत्रको विभिन्न ठाउँको परिवेश समेत चर्चा गरिएको छ। भारतको बिहार राज्यमा पर्ने दरभङ्गालाई चाहिँ यसको एकाङ्कीमा मूल परिवेश बनाइएको छ। दरभङ्गामा चाहिँ रहेको प्लेटफर्म र त्यसैको आसपासको दृश्यान्त परिवेश यसको एकाङ्कीमा देखाइएको छ भनेर लेखेको छु मैले। 8 नम्बरमा चाहिँ के क्वेसन सोधेको छ भनेदेखि माथिको अनुच्छेदको मुख्य सन्देश के हो भनेर सोधेको छ।
अब यो अनुच्छेदको मुख्य सन्देश के हो भनेदेखि देश प्रेम, देशभक्ति र स्वदेशमै बस्ने भावना हो। यस एकाङ्कीमा चाहिँ लेखकले विदेशमा कमाइ गरेर पनि आफ्नो जन्मभूमि, संस्कृति, भाषा र परिवारप्रतिको माया महत्त्वपूर्ण हुन्छ भन्ने सन्देश दिएका छन्। साथै स्वदेशमै श्रम गरी देशको विकास गर्नुपर्छ भन्ने भाव पनि व्यक्त गरिएको छ भनेर अनुच्छेदको सन्देश लेखिदिएको छु। यसरी हामीले यो क्वेसन गर्ने एन्सर लेखिसकेका छौँ है। अब हामी अर्को क्वेसनतर्फ जाउँ। 17 नम्बरमा चाहिँ दिएको प्रश्नको तार्किक उत्तर दिनुहोस् भनेर 4 नम्बरको क्वेसन सोधेको छ। क्वेसन के दिएको छ भनेदेखि आयाम कथाले नेपाली समाजको कस्तो विषयवस्तु उठान गरेको छ, तपाईँलाई के कस्तो लाग्यो र चर्चा गर्नुहोस् भनेर सोधेको छ। अब यसको एन्सर मैले यहाँ कसरी लेखेको छु तिमीहरू हेर्न सक्छौ। यस्तै गरी लेख्नुपर्ने हुन्छ यसको एन्सरहरू चाहिँ है। तार्किक क्वेसनहरू चाहिँ एउटा फिक्स आउँछ है जहिले पनि, त्यो याद गर्नु पर्यो। आयाम चाहिँ सामाजिक विषयवस्तुमा आधारित नारीवादी कथा हो। कथाको विषयवस्तु मलाई निकै समय सान्दर्भिक र महत्त्वपूर्ण लाग्यो। यस कथामा जवानी अवस्थामै पतिविहीन भएर बाँच्नु पर्दाको चाहिँ कमलकी आमाको जीवन करिब 1 दशक पतिविहीन भएर बाँचेकी सन्तमायाको जीवन दुर्घटनामा परि कमलको मृत्यु भएपछि एकल जीवन बिताएकी याङजीका माध्यमबाट एकल नारीहरूले भोगेको समस्यालाई उजागर गरिएको छ। कथाको सुरुमा उत्साह, उमङ्ग र खुसिएको अवस्थामा बिताउनु परेको पीडादायी जीवन र कथाको अन्तिमतिर चाहिँ याङजी र सन्तमायाको पुनः विवाहपछिको सुखद जीवनको कल्पना गरिएको छ। कथामा चाहिँ सासु र बुहारी बिचको सुमधुर सम्बन्धलाई प्रस्तुत गरिएको छ होइन। हरेक सासु चाहिँ याङजीको सासु जस्तै आमा बनेर प्रस्तुत हुने हो भने पक्कै पनि महिलाले चाहिँ जीवनभरि दुःख पाएर बस्नु पर्दैन। हामी अरूको खुसीका बाधक होइन, सहयोगी बन्नुपर्छ। हाम्रो परम्परा तथा सामाजिक मूल्य मान्यता चाहिँ पनि हाम्रो जीवनलाई सहज बनाउने हुनुपर्छ। यदि छैनन् भने तिनीहरूलाई चाहिँ परिमार्जन गर्दै लाग्नुपर्छ। आफ्नो श्रीमान मरेर गइसकेपछि बच्चाहरूले सहज जीवनका विकल्प पाउनुपर्छ भन्ने विषयलाई कथाले उठान चाहिँ गरेको छ। त्यसैले मलाई कथाको विषयवस्तु अत्यन्तै सान्दर्भिक लाग्यो भनेर यसरी आफ्नो एउटा तर्क दिनु पर्यो। हो यो मेरो तर्क भयो, तिमीहरूको तर्क फरक हुन पनि सक्छ। यसमा चाहिँ आफ्नो तर्क दिने हो है त। तिमीलाई जे मन लाग्छ त्यही लेख्ने हो यसको एन्सर चाहिँ। अब हामी 18 नम्बरमा पुगेको छौँ। 18 नम्बरमा चाहिँ कुनै एक उदाहरणको चाहिँ व्याख्या गर्नुहोस् भनेको छ। मैले चाहिँ ख नम्बरको गरिदिएको छु। ख नम्बरमा के क्वेसन दिएको छ, बन्दुक भन्दा कलम र कुची बलियो हुन्छ भनेर हामीलाई एउटा दिएको छ होइन, वाक्य दिएको छ। अब यसलाई हामीले के गर्नु पर्यो, यसलाई चाहिँ व्याख्या गर्नु पर्यो। व्याख्या गर्ने तरिका नै एउटै सजिलो छँदैछ। सुरुमा परिचय दिने, त्यो पछाडि बिचमा व्याख्या गर्ने, लास्टमा निष्कर्ष लेख्ने हो है। प्रस्तुत गद्यांश चाहिँ पाब्लो पिकासो शीर्षकको जीवनीबाट साबर गरिएको हो भनेर लेख्नु पर्यो। यस जीवनीलाई चाहिँ कक्षा 10 को नेपाली पाठ्यपुस्तकको लेखक समूहबाट लेखन तथा सम्पादन गरिएको हो भनेर लेख्नु पर्यो। यसमा कुनै पनि लेखक दिएको छैन भनेदेखि चाहिँ यस्तो लेख्ने है त, जीवनीलाई चाहिँ कक्षा 10 को नेपाली पाठ्यपुस्तक लेखक समूहबाट लेखन गरेर सम्पादन गरिएको भनेर लेख्नु पर्यो। प्रस्तुत गद्यांशको पिकासोको युद्ध विरोधी चित्रकलाको प्रशंसा गर्ने सन्दर्भमा आएको हो भनेर लेख्नु पर्यो। जहिले पनि व्याख्या गर्दा लास्टमा के लेखेर टुङ्गाउनु पर्यो, पहिलो प्याराग्राफ चाहिँ भन्दाखेरि कुन सन्दर्भमा आएको हो त्यो शब्दहरू, त्यो लाइन चाहिँ कुन सन्दर्भमा आएको, त्यो सन्दर्भ खुलाउनु पर्यो। यहाँ के भनेर खुलाएको छ, पिकासोको युद्ध विरोधी चित्रकलाको चाहिँ प्रशंसा गर्ने सन्दर्भमा आएको हो भनेर खुलाउनु पर्यो है। यति खुलाइसके पछाडि दोस्रो अब यसको बारेमा हामीले यहाँ तलपट्टिबाट व्याख्या गर्न थाल्छौँ है त। व्याख्या गरेको छ यहाँ हेर, तिमीहरू पनि पढ्न सक्छौ। व्याख्या गरिसके पछाडि होइन, यहाँसम्म व्याख्या गरिसके पछाडि लास्टमा हामीले यसको अन्त्यमा लेख्नु पर्यो। निष्कर्ष लेखेको छु हेर, युद्ध सदैव हानिकारक हुन्छ, यसले विनाश मात्र निम्ताउँछ। कलाका माध्यमबाट सबैले मन जित्न सकिन्छ। बन्दुकभन्दा कलम र कैँची कयौँ गुणा बलियो र शक्तिशाली हुन्छ भन्ने कुरा चाहिँ माथिको जीवनीको अंशबाट स्पष्ट पार्न खोजिएको छ भनेर यसरी निष्कर्ष लेखेर चाहिँ हामीले व्याख्या गर्न सक्छौँ है त। अब हामी 19 नम्बरमा पुगेको छौँ। 19 नम्बरमा चाहिँ कुनै एक प्रश्नको समीक्षात्मक उत्तर लेख्नुहोस् भनेर भनेको छ। मैले ख नम्बरकै गरिदिएको छु। ख नम्बरमा के क्वेसन दिएको थियो भनेदेखि दिएको निबन्धांशका चाहिँ आधारमा सोधिएको प्रश्नको उत्तर दिनुहोस् भनेको छ। हामीलाई एउटा निबन्धको चाहिँ अंश पनि दिएको छ, तिमीहरू यहाँ पढ्न सक्छौ। यसको आधारमा के क्वेसन दिएको छ भनेदेखि पक्नुहोस् निबन्धमा नेपाली समाजको विकृति पक्षमाथि गरिएको व्यङ्ग्यलाई समीक्षा गर्नुहोस् भनेको छ। अब यसको एन्सर पनि कसरी लेख्ने म भनिदिन्छु है। यो ठ्याक्कै व्याख्या गरेको जस्तो तरिका लेख्ने हो। सुरुमा हामीले पक्नुहोस् भन्ने निबन्धको परिचय दिने, त्यो पछाडि कसले लेखेको लेख्ने होइन, अनि दोस्रो प्याराग्राफबाट व्याख्या गर्ने, लास्टमा निष्कर्ष लेख्ने हो है। अब यसको एन्सर हेरौँ। भैरव पौडेलद्वारा चाहिँ लिखित पक्नुहोस् निबन्ध चाहिँ आत्मपरक शैलीको सामाजिक विषयवस्तुमा आधारित निबन्ध हो। प्रस्तुत निबन्धमा चाहिँ के गरेको छ, पट्यार लाग्दो पर्खाइमा जीवनको महत्त्वपूर्ण समय बिताउन बाध्य आजका मान्छेको बिलौना साथै मानिसका कमी कमजोरीमाथि तीखो व्यङ्ग्य प्रहार गरिएको छ भनेर पहिलो सुरु परिचय दिएको छु। त्यो पछाडि अब यसको बारेमा व्याख्या गर्ने हो। यसले दिन खोजेको कुरा के हो, यसको मूल उत्तर हामीले यहाँ लेखिन्छ, अनि लास्टमा अन्त्यमा चाहिँ हामीले के गर्छौँ, निष्कर्ष लेख्छौँ। त मूल उत्तर यहाँ लेखेको छ, तिमीहरू पढ्न सक्छौ है। मैले पुरै पढिरहेँ भने लामो हुन्छ भिडियो, तिमीहरू यो पढ। अब म निष्कर्ष म यहाँ दिएको छ हेरिदिन्छु हेर।
यति पुरै हामीले व्याख्या गरिसके पछाडि लास्टको अनुच्छेदमा हामीले के गर्छौँ, निष्कर्ष लेख्छौँ। तसर्थ मानिसले चाहिँ आफूलाई सच्याउनुपर्छ, मानिसमा रहेको सिर्जना शक्तिलाई मर्न दिनु हुँदैन, जागृत गराउनुपर्छ भन्ने भावलाई अथवा भावनालाई चाहिँ निबन्धमा प्रस्तुत गरिएको छ भनेर टुङ्गाएको छु। जहिले पनि यो लङ क्वेसन एन्सर लेख्दाखेरि पनि यही गर्ने हो। के गर्ने भन्दा सबभन्दा अगाडि परिचय दिने, बिचमा व्याख्या गर्ने, लास्टमा चाहिँ निष्कर्ष लेखेर यसरी टुङ्गाउनु पर्ने हुन्छ है त। अब हामी 20 नम्बरमा पुगेको छौँ। 20 नम्बरमा चाहिँ कुनै एक शीर्षकमा 150 शब्द नघटाइ निबन्ध लेख्नुहोस् भनेको छ। मैले चाहिँ यो वातावरण प्रदूषणका असरहरू विषयमा निबन्ध लेखिदिएको छु है। निबन्ध लेख्ने तरिका पनि त्यही एउटै हो। सबभन्दा पहिला हामीले के गर्नु पर्यो, पहिलो सुरु हामीले परिचय दिनु पर्यो, पछाडि 3-4 प्याराग्राफमा हामीले यसको फाइदा बेफाइदा होइन, हानि नोक्सानी, यसका विशेषताहरू लेख्नु पर्यो। अनि लास्ट प्याराग्राफमा के गर्ने, हामीले त्यसको निष्कर्ष लेख्ने, टुङ्गाइदिने, त्यही गर्ने है त। अब वातावरण प्रदूषणका असरहरूको बारेमा निबन्ध लेख्दाखेरि सबभन्दा पहिला के लेख्नु पर्यो, वातावरण भनेको के हो थाहा पाउनु पर्यो, प्रदूषण किन हुन्छ थाहा पाउनु पर्यो, अनि त्यसरी यसको असरहरूको बारेमा लेख्नु पर्यो। त्यसरी लेख्नुपर्छ है त। मैले अब के लेखेको छु, वातावरण भनेको मानव जीवनका लागि आवश्यक हावा, पानी, माटो, वनस्पति र जीव जन्तुको समिष्ट हो। तर आधुनिक सभ्यताको नाममा चाहिँ गरिएको अविवेकी विकास, उद्योगभन्दा सबै साधनको अत्याधिक प्रयोग, वन विनाश र फोहोर व्यवस्थापनको कमीका कारण वातावरण प्रदूषण गम्भीर समस्याको रूपमा देखा परेको छ भनेर चाहिँ मैले यहाँ निकालेको छु नि त। वातावरण प्रदूषणको बारेमा लेख्न लागेको भएर हामीले यस्तै विषयमा लेख्दै जाने। त्यो पछाडि वातावरण प्रदूषणले मानव जीवन मात्र होइन सम्पूर्ण पृथ्वीलाई नकारात्मक असर पुर्याएको छ भनेर पहिलो अनुच्छेद टुङ्गाएको छु। अनि दोस्रो अनुच्छेदबाट योबाट केमा असर परेको छ त्यो बारेमा लेखेको छु होइन। यहाँ हेर त, वातावरण प्रदूषणको पहिलो र प्रत्यक्ष असर के हो त, मानव स्वास्थ्यमा पर्छ भनेर यसको बारेमा मैले यहाँ व्याख्या गरेको छु। त्यो पछाडि दोस्रो असर के हो भने त्यसको बारेमा लेखेको छु। यसले के गर्छ, प्रकृतिक सन्तुलन बिगार्छ भनेर लेखेको छु। तेस्रो असर पनि मैले यहाँ लेखेको छु। यसरी मैले असरहरू लेखिसके पछाडि लास्टमा चाहिँ अन्त्यमा भनेर निष्कर्ष दिएको छु। निष्कर्षमा के लेखेको छु, वातावरण प्रदूषण सम्पूर्ण मानव सभ्यताका लागि खतरा हो। यसलाई नियन्त्रण गर्न सबैले जिम्मेवार बन्नुपर्छ। वृक्षारोपण, फोहोर व्यवस्थापन, स्वच्छ ऊर्जाको चाहिँ प्रयोग र जनचेतनामा विस्तार अत्यन्त आवश्यक छ। स्वच्छ वातावरण बिना स्वास्थ्य जीवन चाहिँ सम्भव छैन। त्यसैले वातावरण संरक्षण आजको मुख्य अथवा प्रमुख आवश्यकता हो भनेर यसरी मैले निष्कर्ष लेखेर निबन्ध पनि टुङ्गाएको छु। हामीले यसै गरी के गर्नुपर्छ, निबन्ध लेख्न भनेर आएपछि एक्जाममा यसै गरी 3वटा 4वटा अनुच्छेदमा चाहिँ मिलाएर लेख्नुपर्ने हुन्छ। आजको यो भिडियोमा चाहिँ मैले मोडल क्वेसन चाहिँ निबन्ध लेखेर सिद्धाइसकेको छु होइन। अब आउने अर्को भिडियोमा म साइन्सको, सोसलको, इङ्ग्लिसको, नेपालीकै होइन, अर्को प्रदेशहरूको पनि हुन्छ नि त क्वेसनहरू, 7वटै प्रदेशको नेपालीको, म्याथको, इङ्ग्लिसको सबै सब्जेक्टहरूको चाहिँ मोडल क्वेसन सोल्युसन लिएर आउनेछु। आजको लागि चाहिँ यति नै भयो। भिडियो लास्टसम्म हेर्नु सबैलाई धन्यवाद।